हेर्नुहोस् त साथीहरू, हाम्रो एकदमै राम्रो मेयर बालेन शाहलाई हेर्नुहोस् त, अहिले काठमाडौँ महानगरको मेयर पदबाट निलम्बन गर्ने केपी सरकारले निर्णय लिएको छ। हेर्नुहोस् त कस्तो छ। ल हेर्नुहोस् त साथीहरू, यो नेपालको राजनीति कस्तो छ। राम्रो काम गर्ने मान्छेलाई त अवसरै दिँदैन। हेर्नुहोस् त, अब काठमाडौँमा अहिलेसम्म कहिले नभएको काम बालेन आइसकेपछि धेरै चिजमा परिवर्तन आयो, धेरै चिज बन्यो र फुटपाथलाई त लगभग व्यवस्थापन बालेनले हटाएरै छाड्यो। यति राम्रो काम गरेका हाम्रा मेयर बालेन शाहलाई हेर्नुहोस् त, अहिले पद निलम्बन गर्नेसम्म भइसक्यो। यो भ्रष्टाचारी र घुसखोरी नेताहरूले अहिलेको जो प्रधानमन्त्री केपी ओली जस्तो फडा प्रविधि भएको मान्छेले गर्दाखेरि हेर्नुहोस् त, राम्रो काम गर्ने मान्छेलाई त अवसरै छैन। हेर्नुहोस् त, राम्रो काम गर्ने मान्छेलाई साथ सपोर्ट दिने ठाउँमा साथ सपोर्ट नदिएर हेर्नुहोस् त कस्तो गरिरहेछ। त्यही भएर 2084को चुनावमा सबैजनाले हाम्रोलाई होइन राम्रोलाई छानौँ, ल नेपाल बचाउने काममा लागौँ है त साथीहरू। जहिले तहिले यो हाम्रोलाई छानेर हुँदैन साथीहरू, राम्रोलाई छान्नुपर्छ। राम्रा मान्छे पनि रहेछन् त, हेर्नुहोस् त काम गर्ने मान्छेहरू, तर राम्रो मान्छेलाई साथ दिएकै छैन मान्छेले।